हेलो एभ्रिवान, नमस्ते, वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल। हजुरहरूलाई स्वागत छ मेरो अर्को नयाँ भिडियोमा। एन्ड क्युटिज, हाउ आर यु फाइन होइन? होप म लाइक मेरो सबै भ्युवर्सहरू चाहिँ ठिक नै हुनुहुन्छ होला होइन। हामी पनि सन्चै छौँ होइन। राम राम के हो त चाहिँ? अनि यो चाहिँ मेरो साथी होइन, चिन्नुहुन्न होला यसलाई, मेरो भिडियोमा आएको छैन नि त कहिले पनि। अनि ठिकै छ। अनि त्यो भाइले पनि कमेन्ट गरेर आएको छ हौ। एन्ड अब चाहिँ आज चाहिँ हाम्रो के छ भन्दाखेरि आज चाहिँ हाम्रो लास्ट डे अफ इक्जाम। आज चाहिँ हाम्रो लास्ट इक्जाम छ होइन। अनि बिहान बिहानै पढ्नु छोडी मैले चाहिँ भ्लग स्टार्ट गरिसकेँ होइन। अनि अब पुरै अब यो चाहिँ पुरै पढन दास होइन। रातभरि पढेको छ। म चाहिँ रातभरि सुतेको छुइनँ, 1 घन्टा पनि सुतेको छुइनँ होला मजाले, किनकि पढ्नु पनि पर्यो। 12 बजीसम्म पढेँ, त्यसपछि त निन्द्रै नलागेर खोइ कस्तो भएर। एन्ड सो अब हामी चाहिँ इक्जाम दिन गइरहेको छौँ। अब इक्जाम दिएर चाहिँ हामी भेट्नुपर्छ नि है, किनकि अब म पनि एकछिन हेर्नु पर्यो नि त भिडियोहरू के आउँछ भनेर। सो हामी चाहिँ यहाँको किन हौ, आऊ न मेरो भ्लगमा यार, म धेरै फेमस। हामी चाहिँ रोल्स एन्ड बन्समा आएको छौँ। यहाँ कसो देखेन त हौ? हो टिकटक च्यानल, ल ईशा अधिकारी नै हो होइन उसको टिकटक च्यानल। सो सबैजनाले यसो फलो गरिदिनु होला है। अनि उसको चाहिँ मोनिका खड्का भित्रै यहाँ चाहिँ हामी अहिले के हो यो रोल्स एन्ड बन्समा चाहिँ होइन। दिस इज माई फर्स्ट टाइम होइन हामी आएको। सो मलाई चाहिँ थाहा छैन, जे अर्डर गर्दा पनि हुन्छ। लेट्स अर्डर समथिङ। हामी यतिजना छौँ होइन। इक्जाम सकेको खुसीमा चाहिँ यस्तो पार्टी गरेको, पार्टी होइन होइन साथी होइन। चाहिँ यस्तो छ होइन, यस्तो छ यस्तो छ होइन, राम्रो छ हौ। सो हाम्रो किमा नुडल चाहिँ आइसकेको छ। किमा नुडल चाहिँ यस्तो छ। किमा नुडल्स चाहिँ लाइक हेर्दै कस्तो खाउँ लाग्दो, खाएपछि त वाउ हेभेनली डिलिसियस थियो। ओभर मिठो थियो। डु कम होइन, भिजिट गर्नुहोस्, यहाँ आउनुहोस् होइन, एकचोटि ट्राई गर्नुहोस्। ओभर मिठो साथीहरूसँग आउनुहोस्। बजेट पनि फ्रेन्डली नै छ यहाँको। एन्ड चाहिँ दरान लाइन साइडमै छ, निकै नजिकै छ होइन। इटलीको मान्छेहरू चाहिँ आएर एकचोटि ट्राई गर्दा पनि हुन्छ। एन्ड अरू ठाउँबाट पनि आउनु भएको छ भने साथीहरूसँग गेट टुगेदर गर्न रमाइलो छ। यो ठाउँ पनि राम्रो छ, बजेट फ्रेन्डली नै छ। किमा नुडल्स पनि एकदमै मिठो अनि स्पेसल नै रहेछ। यहाँ चाहिँ रोल्स एन्ड बन्समा किमा नुडल्स र काठी रोल। अनि मेरो साथीले चाहिँ सजेस्ट गरेर हामी आएको हो यहाँ। एन्ड वी जस्ट लभड इट। हामीले चाहिँ यहाँ लाफिङ पनि अर्डर गरेको छौँ होइन। हाम्रो मैले चाहिँ लाफिङ अहिलेसम्म खाएको थिइनँ। सो मैले लाफिङ अर्डर गरेँ। एन्ड मलाई चाहिँ खासै मिठो लागेन। आउट अफ 10मा म चाहिँ 5 दिन्छु, किनकि अरू चाहिँ मिठो थियो। त्यो सोया सस चाहिँ कस्तो नमिठो, कस्तो लाइक हुन्छ नि, कस्तो टेस्ट गर्ने क्या। मलाई चाहिँ मिठो लागेन होइन। सायद खै लाफिङको चाहिँ मैले रिभ्यू चाहिँ अहिलेसम्म राम्रै देखेको थिएँ, त्यसैले पनि ओभर खानु मन लागेको थियो। सो अर्डर गरेको, तर मलाई चाहिँ मिठो लागेन। त्यो सोया सस चाहिँ एकदम आई डोन्ट लाइक इट। ल यो तिम्रो लागि गम ल, मैले तिमीलाई प्लिज एकचोटि गम खाऊ न। खाऊ न ल प्लिज। तिम्रो गम बनाउँछ त उसले, मिनी भ्लग बनाउँछ। हाम्रो भेजिटेरियन साथीको लागि उसलाई चाहिँ मन पर्यो। सो टाढा हाम्रो काठी रोल पनि आइसकेको छ होइन। यहाँको स्पेसल नै रहेछ। आई टुक अ बाइट। अनि ससेज मिट कस्तो जेनरसली दिनुभएको थियो। मलाई चाहिँ मिठो लाग्यो यहाँको, लाइक एक्सेप्ट लाफिङ। मलाई किमा नुडल्स अनि यता के भन्छ गम मेरो साथीले खायो। हामी ऊ त भेजिटेरियन हो नि त, हामीले अलरेडी के खाइसकेको थियौँ। सो उसले टेस्ट गर्दा गम पनि मिठो थियो। अनि हामीलाई काठी रोल पनि मिठो लाग्यो। यसमा चाहिँ हजुरहरूले फोटो पनि खिच्न सक्नुहुन्छ। अनि यहाँ कस्तो राम्रो पेन्टिङ, वाउ हेर्नु न कस्तो ब्युटिफुल छ। अनि यो चाहिँ पुरै अराउन्ड गरेर तपाईँले देखाएको क्या कस्तो छ भनेर। रोल्सलाई बाई बाई भनौँ। रोल्स बाई। सो गाइज अनि यहाँ चाहिँ लाइक आएर हाम्रो एक्सपिरियन्स रमाइलो भयो होइन।
रमाइलै भयो होइन रमाइलो भयो होइन साथी हो रमाइलो भएको छ है यहाँको खानाहरू पनि मिठो थियो किमा नुडल्स र काठी रोल चाहिँ धेरै लाइक के भन्नु स्पेसियल चपाउनमा त रमाइलो त्यो जेब्रावाला होइन अनि रमाइलो भयो मिठै थियो होइन खानेकुरा पनि तर मैले लाइक हुन्छ नि होइन म चाहिँ जुन भिडियोमा पनि मैले योभन्दा धेरै पनि मिठो खाइसकेको छु भन्दिनँ मिठो थियो होइन यु मस्ट ट्राई पनि होइन अनि मिठै भयो अनि प्लसमा लाइक हुन्छ नि मौसमले चाहिँ हामीलाई रेकमेन्ड गरेको थियो तर मिठै थियो होइन हामीलाई चाहिँ बडो मिठो लाग्यो काठी रोल र किमा नुडल्स चाहिँ यहाँको स्पेसल रहेछ हामी धरान लाइनमा छौँ अब यहाँबाट चाहिँ हामी छुट्टिन्छौँ दही खाना नि बोलाइन लाग्यो होला घाम भयो यार ओभर घाम भयो भिडियो गर्दैछौँ ल बाई बाई